मान्य सदस्यहरू म केही भन्न खोज्दै मान्य सदस्यहरू म केही भन्न खोज्दै सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यलाई एकैछिन मैले मान्य सदस्य नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ? मान्य सदस्य, मैले अहिले मान्य सदस्यले राखेको कुरा र हिजो मान्य सदस्यले राखेको कुराको विषयमा मैले आफ्नो धारणा राख्न बाँकी नै छ, त्यसकारणले बस्नुहोस्। मैले मान्य सदस्यलाई मान्य सदस्यलाई एकैछिन रोकिनुहोस्। मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य, मैले यहाँलाई माइक दिएको छैन र मैले यहाँलाई समय पनि दिएको छैन र मैले यहाँलाई सोधिरहेको छु कुन नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ भनेर। मान्य सदस्य एकछिन बस्नुहोस्। पहिला यहाँले अलिकति नियमावली तपाईँ हामीले बनाएको हो। मान्य सदस्यले बोलुन्जेल मैले सुनिरहेको छु। मान्य सदस्यले बोलिरहँदा मैले सुनिरहेको छु। मान्य सदस्य, मैले बोलिरहेको छु। मान्य सदस्यबाट मान्य मनिष खनाल सदस्यबाट जुन कुरा उठेको छ त्यो कुरा हिजो सदनमा बोलिएको कुरा रेकर्डबाट हटाउनको लागि उहाँले अनुरोध गर्नुभएको छ। त्यो विषयमा मैले मेरो आफ्नो धारणा राख्न बाँकी नै थियो र त्यो हामीले सचिवालय मान्य सदस्यलाई मैले मेरो कुरा सक्न दिनुहोस्। मान्य सदस्यले सभामुखले मान्य सदस्यलाई समय दिएको छैन। मान्य सदस्य, हिजो मान्य सदस्य, मैले हिजोको मेरो विषयवस्तु के भनेको थिएँ
मान्य सदस्यहरू, सत्तापक्षका मान्य सदस्य मनिष खनालले हिजो मान्य सदस्य रामबहादुर थापाले बोल्नुभएको विषयलाई लिएर नेमापत्ति गर्नुभएको थियो हिजो, र त्यसलाई रेकर्डबाट हटाउनको लागि हिजो उहाँले नेमापत्ति गर्नुभएको थियो, र त्यही विषयलाई लिएर हाम्रो रेकर्डबाट हटाइयो या हटाइएन भन्ने उहाँको आज पनि त्यो जिज्ञासा रहेको यहाँहरूलाई जानकारी नै छ। हाम्रो नियमावलीको नियम 21 को खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रुलिङ गर्छु। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधान